साथीहरू अब डराउनु पर्दैन, सहयोग गर्न पाइने भयो। गाउँ सहरमा धेरैले देखेका छौँ, बाटोमा मान्छे दुर्घटना भएर लडेका हुन्छन्, रगत बगिरहेको हुन्छ, तर मान्छेहरू वरिपरि उभिएर हेरिरहन्छन्, कोही हात लगाउँदैनन्। किन? डरले। कि त मरेर गयो भने प्रहरीले पक्राउ गर्ला, अस्पतालले उपचार नगर्ला, फेरि मुद्दा मामलामा फसिएला भनेर कसैले पनि हात लगाउँदैनथे। तर सरकारले अब नयाँ कानुन ल्याइसकेको छ साथीहरू। अब जसले निस्वार्थ भएर घाइतेलाई अस्पताल पुर्याउँछ, बाटोमा घाइतेको मृत्यु भए पनि उद्धारकर्तालाई कुनै मुद्दा लाग्दैन। प्रहरीले पनि त्यस्तो मान्छेलाई अनावश्यक सोधपुछ गर्नै नपाउने भइसकेको छ। त्यस्तै अस्पतालले पनि अब आफन्त आएन भनेर बहाना गरेर उपचार नगरिकन बस्न पाउने छुट अब अस्पताललाई पनि छैन। कोही पनि घाइते गयो भने त्यसको उपचार पहिलो हुनैपर्छ, त्यसको आफन्त आउन्, त्योसँग पैसा होस् नहोस् जे भए पनि। त्यसैले साथीहरू, अब हामी सबै निडर भएर दुर्घटना परेका मान्छेहरूको सहयोग गर्न सक्छौँ। यो कानुन प्रहरी पछि न त प्रहरीको डर छ न मुद्दाको त्रास छ। मान्छे बचाउनु पुण्य हो भन्ने पुरानो कुरा अब सजिलो पनि भएको छ साथीहरू। यो समाचार सुनेर हजुरहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला।